कान्छीले चाहिँ एकदमै सही गरेकी छिन्। उसले आफ्नो माइतीमा चाहिँ त्यो गुण्डालाई माइतीसम्म ल्याएर चाहिँ अब त्यसलाई दरो प्रहार गर्नेवाला छिन्। बिचराले आजसम्म उसको कोठाभित्र कठघरामा बस्यो भन्दा धेरै कष्टकर जीवन बिताइरहेकी थिइन्। उसले जे भन्यो त्यही मानेर चाहिँ मानेन भने फेरि मारिदिन्छु भन्थ्यो र जसको कारणले गर्दा चाहिँ कान्छीले उसले जे भन्यो त्यही मानेर चाहिँ त्यो कठघरामा बसेकी थिइन्। तर आज बल्ल कान्छीलाई उसले विवाह गर्ने न्यु पारेर भए पनि उसको माइतीसम्म ल्याएको छ। कस्तो लाटो त्यो गुण्डा पनि। उसको माइतीमा आएपछि उसले आफूलाई स्वतन्त्र बनाउन सक्छ होला, मबाट छुटकारा बनाउन खोज्छ होला, छुटकारा पाउन खोज्छ होला भन्ने कुरा नै उसले बुझेको रहेनछ। त्यत्रा धेरै जतिसुकै गुण्डा ल्याए पनि जतिसुकै जेसुकै भए पनि उसले उसका त्यति धेरै गाउँले छन्। उसका आमा बाउ आफन्त दाजु भाउजू सबैजना छन्। त्यति सबैजना मान्छेहरूले चाहिँ हामीलाई बा घेर्छन्, बा कान्छीले सत्य पो बताउँछ कि भन्ने पनि नभएको त्यो गुण्डालाई। त्यो गुण्डाको दिमाग त्यति पनि रहेनछ, जसले गर्दा चाहिँ आज कान्छीले चाहिँ उसलाई दरो प्रहार गर्ने मौका पाएकी छिन्। बल्ल धेरै दिनपछि यो मनलाई चाहिँ आनन्द भएको छ, किनकि कान्छीले आजसम्म बन्धक बनाएर उसले जे भन्यो त्यही मान्ने बनाएर अझ यहाँसम्म कि उसले कान्छी र सागरको डिभोर्स गराएर त्यतिले मात्र नपुगेर उसको घरपट्टिलाई फोन गरेर माइतपट्टिलाई फोन गरेर मैले डिभोर्स गरिसकेँ, अब म मेरो प्रेमीसँग विवाह गर्छु भन्ने बनाएर फोन गर्न लगाएको। त्यतिले पनि नपुगेर कान्छीलाई चाहिँ उसको नजरमा उसलाई चाहिँ गाउँलेको नजरमा गिराउनको लागि चाहिँ उसको गाउँमै लगेर त्यस्ता बुढासँग बिहे गर्न आँटेकी भनेर कुरा काट्नको लागि चाहिँ उसले उसको माइतीमा लगेर बिहे गरिरहेको छ। तर कान्छी त्यति लाचार पनि छैनन्, जसले चाहिँ खुसी खुसी स्वीकार गरेर उसको हातको सिन्दुर चाहिँ आफ्नो सिउँदोमा भरुन्। कान्छी एकदमै बाठी र चलाक छिन्। उसले लाचार भएर आजसम्म चाहिँ सहेर उसले जे भन्छ त्यही मान्नुको कारण यो थियो कि उसले त्यो कारणहरू उसले त्यो कुराहरू नमानेको भए चाहिँ त्यो गुण्डाले कान्छीलाई त्यहीँभित्र मारिदिन्थ्यो, मारेर फालिदिन्थ्यो। जसले गर्दा चाहिँ कान्छी कहाँ छिन् के छिन् कसैलाई पनि थाहा हुँदैन थियो र सागर पनि यत्तिकै जेलमा सडेर बस्नु पर्थ्यो। तर कान्छीले दिमाग लगाइन्, बाठो खेल रचिन्। उसले म अहिले केही गर्दिनँ, कुनै न कुनै दिन त मेरो पनि दिन आउँछ होला भनेर पर्खेर बसिरहन्। जसले गर्दा चाहिँ अहिले वास्तवमै कान्छीले जितेकी छिन्। अब चाहिँ उसले केही गरी पनि त्यो गुण्डाको हातको सिन्दुर चाहिँ आफ्नो सिउँदोमा भर्नेवाला छैनन्। उसले जसरी भए पनि त्यो गुण्डालाई आज त्यो गुण्डालाई चाहिँ पार लगाएरै छाड्छिन्। मलाई जहाँसम्म लाग्छ अब कान्छीले चाहिँ आज त्यो गुण्डालाई र त्यो गुण्डाको सबै करतुत चाहिँ आफ्ना माइती परिवार सबैलाई खुलाउनेछिन् र आफ्ना माइती परिवार सबैले भएर ती सबै गुण्डा र त्यो मेन गुण्डालाई चाहिँ कुटेर थला पार्नेछन्। अनि त्यो गुण्डासँग भएको प्रमाण मेन कुरा चाहिँ कान्छीले लगेर अदालतमा पेश गरेपछि बल्ल सागर छुट्छन्। कान्छीले आफै समाधान खोज्दै हिँडिरहेकी थिइन्, तर समाधानले आफै कान्छीलाई खोजेको जस्तो देखियो, किनकि कान्छीले सबुत खोज्दै हिँडिरहेकी थिइन् तर सबुतले आफै कान्छीलाई खोज्यो। त्यति योसँग सबुत छ भन्ने कुरा थाहा पाएपछि अब कान्छीले केही गरी पनि त्यो गुण्डालाई छोड्दिनन् र त्योसँग भएको सबुत चाहिँ अब कान्छीले जसरी भए पनि लिएर सागरलाई निर्दोष साबित गराएरै छाड्छिन् र गराउनु पनि पर्थ्यो। तपाईहरुलाई कान्छी सिरियल कस्तो लाग्छ, आउँदो एपिसोडमा के भएको हेर्न चाहनुहुन्छ कमेन्ट गर्न नबिर्सनुहोला। धन्यवाद।